हेलो साथीहरु, ल आज हामी त जाँदैछौँ। हाम्रो आमाले के गर्दै हुनुहुन्छ यसो हेर मै त। आमा ल तपाईले के गर्दै हुनुहुन्छ यहाँ दर्शकहरुलाई बताइदिनु पर्यो। अब के हो फेरि ए आमा हाम्रो आमाले भाडा मात्दै हैछ। भाडा मात्दै के हात धुँदै हो कि ल अब के गर्दै हो अब के भन्ने विचार हो कतिवटा भाडा माजेर भन्नु भएछ खै हेरौँ त। ए भाडा मोलेर त भ्याइ अब यहाँ घिउ तताउन लाइछु भाइ। ए ल स्पेशल घिउ है चल हेर्नु है कति धेरै घिउ आएछ। 2 महिनालाई पुग्छ अब यति घिउ हुन्छ कति महिनालाई हुन्छ हाम्री आमाले घिउ तताउँदै हुनुहुन्छ बनाएर राख्दै ल बाहिरको नजारा बनकै चरीलाई हाम्रो आमाले गीत पनि गाइदिनुहुन्छ ल खै ल अब आगो सल्कियो। वनको काफल वनकै चरीलाई के दिनमा जन्मेछु दुःख भयो चुगैभरिलाई। वाह 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 ताली 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 अरु घिउ तताउँदैछु घिउ खानु क्यारी किसानी भएपछि भाइ घिउ तताउनी खानी जाडा खान पर्ला नि। अब दे छोरा बुहारी नाति नाति नानी खुसी हुन्थे अब हुँदै हुन्न पुग्दैन जम्मा यति 2 महिनाले पुग्छ होला। त्यही त यति यति गर्दा गर्दै फेरि पूजा पनि आउँछ सराद पाहुना आउँछन्। बाहिरको नजारा